10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ, भोलि पनि निस्किन्छ। त्यसलाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। तर यो नेपाल हो, यहाँ यस्तो भोम्पु बजाइएको छ कि भोलि केही हुँदैछ भोलि। एउटा भृकुटी मण्डपमा जुलुस निस्किएर सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ, हुने त्यति हो। यो सभा त सधैँ हुने गरेकै हो, त्यति नै हुन्छ भोलि पनि। अब यहाँ एउटा हेभोक छ, एउटा टेरर छ, एउटा त्रास छ, के नहुन्छ भने त्यस्तो केही होइन। यस्ता कुराहरूबाट हामी वास्ता नगरेर हाम्रो विकासका काममा, निर्माणका काममा, देश विकासको कुरामा अगाडि बढ्नु पर्छ। नचाहिएको अत्तो थापेर विषय न सिषय सदन अवरुद्ध के भयो अरे भन्दा कर्मचारी सरुवा भयो कि कर्मचारी हटाइयो कि निकालियो कि। फेरि कस्ता मान्छेले भन्दा त्यहीँबाट हुर्किएर आएको मान्छेलाई निकालेर रिटायर भएको मान्छेलाई ल्याएर त्यहाँ राख्ने मान्छेले अहिले न्यायका कुरा गर्नु अनि नन इस्युलाई इस्यु बनाएर संसद चल्न नदिनु। अध्यादेशहरू यो 18 गतेभित्र पास भएनन्, हस्ताक्षर भएन राष्ट्रपतिबाट भने त्यो असफल हुन्छ। फेरि कानुनविहीनतामा देश पस्छ। यो 2 महिना हामीले कानुनबाट अगाडि बढाइसकेका थियौँ, फेरि कानुनविहीनतामा देश पस्छ। त्यो कुरा बुझिकन अदालतलाई दबाब दिनका लागि एउटा कर्मचारीका पक्षमा के किन अन्याय भयो भनेर नन इस्युलाई इस्यु बनाएर झुटो प्रशंसा, झुटो गाली गर्नुपर्नेलाई झुटो गाली, प्रशंसा गर्नुपर्नेलाई झुटो प्रशंसा। यहाँ केही मान्छेहरूले प्रमिथस बनाएर एउटा कर्मचारीको व्याख्या गरेर कुदेका छन्। प्रमिथस ल्यायो के पृथ्वीमा आएको थियो अघिल्लो 4 वर्ष, त्योभन्दा अगाडि सिँगै उहाँको जागिरे जीवन, अघिल्लो 4 वर्ष पनि उहाँले त्यही काम गर्नुभएको थियो। अनि पछिल्लो पल्ट चाहिँ नियुक्ति गरेका भोलिपल्ट उहाँले लाइटर पाले जस्तो, लाइटरबाट आगो निकाले जस्तो झिलिक्क पारेर बिजुली निकालेर झलल्ल नेपाल पार्नुभयो। के गफ हुने, यति गजबको त उपन्यास पनि हुँदैन। प्रमिथस अनि संसद अवरोध, कानुन बन्न नदिने, जानिकन देशलाई कानुनबाट भ्याकुममा राख्ने। अब यस्ता खालका क्रियाकलापहरूमा लागेपछि अहिले पनि लागिरहेका छन् मान्छे। कोही देशलाई, अगाडि बढेको देशलाई फेरि पछाडि फर्काउने ती काम गरिरहेका छन्, गर्न खोजिरहेका छन्। हुने कुरा त्यो होइन, तर अस्तव्यस्तता, अविश्वास, आशंका, अन्यल, असुरक्षा भाव। सरकार सडकमा निस्क्यौँ, के हुने हो के होइन। एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो, कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ, ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु। त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् त सधैँ, भोलि पनि निस्किन्छ। त्यसलाई पहाड बनाइरहनु पर्ने कुनै आवश्यकता छैन। तर यो नेपाल हो, यहाँ यस्तो भोम्पु बजाइएको छ कि भोलि केही हुँदैछ भोलि। एउटा भृकुटी मण्डपमा जुलुस निस्किएर सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ, हुने त्यति हो। यो सभा त सधैँ हुने गरेकै हो, त्यति नै हुन्छ भोलि पनि। अब यहाँ एउटा हेभोक छ, एउटा टेरर छ, एउटा त्रास छ, के नहुन्छ भने त्यस्तो केही होइन। यस्ता कुराहरूबाट हामी वास्ता नगरेर हाम्रो विकासका काममा, निर्माणका काममा, देश विकासको कुरामा अगाडि बढ्नु पर्छ।